चटपटे 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 मोमो सब बाहिरै हुन्छ। त्यसरी नेपाल अहिले बनेको छैन र नेपाल बन्न धेरै टाइम लाग्छ। जबसम्म नेपालीहरूको दिमाग चाकबाट हटेर टाउकोमाथि आउँदैन तबसम्म नेपाल बन्दैन। ए चम 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 चमक्ती शाम है भन्न आएको होइन म। तिमीहरूमा आज के देखाउन आँटेको सबलाई भने पहिला त्योभन्दा वेलकम टु दिस च्यानल, जहाँ तपाईँहरूलाई यदि कन्स्टिपेसनले गु अड्किएको छ भने मात्रै यो च्यानल हेर्नु होला। कुनै इन्फर्मेसनको लागि चाहिँ नहेर्नु, किनभने यो बक्चोदी च्यानलमा इन्फर्मेसन केही पनि हुनेवाला छैन। अल राइट, अन द्याट नोट लेट्स बिगिन। कतिवटा लाग्न सक्छ होइन, नेपाल भयङ्कर डेभलप भयो। हाम्रो एकजना यो युट्युबर दाजुले हो कि बहिनीले हो कि हजुरबाउले कि हजुरआमाले हो, आई डोन्ट टक। सो यहाँ के राखेको छ भने नेपाल हेज चेन्ज मोर देन यु थिङ्क। अब यो नेपाल भने हो कि काठमाडौँ भने हो मैले कुरा बुझिनँ। खैर यदि चेन्ज भएको छ भने हेरौँ, यो हेर्दा यसो हेर्दाखेरि बानेश्वर एरिया जस्तो लाग्छ। अब कहाँ कतिको चेन्ज भएको छ हेरौँ है त। यो बेकरी क्याफे हो पक्कै, यो बेकरी क्याफे हो। यो कहाँ हो भने यो पक्कै बानेश्वर हो है। यहाँ के हो, यो बानेश्वरकै हस्टेल हो। यो कहिलेकाहीँ कस्तो हुन्छ भने नि, पढ्न भयङ्कर टेन्सन लाग्छ होइन जिन्दगीमा, भयङ्कर म जस्तै टेन्सन लाग्छ होइन। अनि बाउलाई गएर भनेको बाउ आई वान्ट टु चेन्ज माई करियर। अनि बाउले भन्छ अनि त्यत्रो तँलाई 4 वर्ष 8 लाख रुपियाँ खर्च गरेर इन्जिनियरिङ पढाएको चाहिँ के गर्छस् नि भनेको, होइन बा आई एम डुइङ समथिङ डिफ्रेन्ट, आई वान्ट टु बी इन मिडिया। के गरिदिउँ त, 70,000 को क्यामेरा किनिदिनु न, किन म भ्लगिङ गर्छु, आई वान्ट टु बी ए युट्युब कन्टेन्ट क्रिएटर। एन्ड देन बानेश्वर गल्ली गल्ली हिँडेर यस्तै हुनेवाला छ। पेप्सी कोला सानो टिभी पुरानो टिभी भन्दैछ बा। तर एउटा अरू कुरा त्यस्तो गाजु दाजु, ए यो भित्रबाट छिरेर यता अगाडि यो के भन्छ अर्को एरिया निक्लिन्छ होइन, पिपल बोट निक्लिन्छ। यो गाडी कहाँ छिर्न आँटेको छ। घुमिरहेछ भाइ, बानेश्वर घुमिरहेछ। बानेश्वर ए बानेश्वर ए भाइले हेर्दै बानेश्वर घुमेर नेपाली चेन्ज भनेर लगाइदियो। यस्तो नि हुन्छ है प्रभु यार दे। अरे दाइ मेरो भाइ हो कि हजुर हो कि अङ्कल हो, आई डोन्ट केयर। मैले पहिला नै भने होइन, बानेश्वर घुमेर नेपाल देखिँदैन क्या भाइ। बानेश्वर घुमेर नेपाल देखिँदैन। अफकोर्स तिमी पनि नेपाली, म पनि नेपाली। मैले नेपालको राम्रो कुरा पनि देखेको छु। तर यो भिडियो हेर्ने बित्तिकै नेपाल हेज चेन्ज मोर देन यु थिङ्क भनेर भन्छन् नि, जस्ट लुक एट दिस भन्छन् नि। यो बानेश्वर यस्तो पनि थियो, बानेश्वर पहिला पनि यस्तै थियो क्या, केही छैन। यहाँ फुटपाथ मात्रै बनेको छ। त्यो नगरपालिकाको बजेटको आउने काम हो। पहिलाका चुतियाहरूले गरेका थिएनन् होइन, पहिला पनि बजेट आउँथ्यो होला। पहिला चुतियाहरूले आफ्नै चुतियापा कम्प्लिट गर्न या के गर्न गरेका थिए। अहिलेका मेयरहरू या जोसुकै होस्, अहिलेको जुन सरकार छ थोर बहुत अलिकति नियत राम्रो भएको सरकार देखिया छ। हुन त तिनीहरूको पनि कमी कमजोरी छ, आफ्नो ठाउँमा छ होइन। धेरै डिप्लोमेट भएर त नबोलौँ, सबैको आफ्नो कमी कमजोरी हुन्छ। अहिलेकोले जे बजेट आएको छ त्यसमा राम्रो तरिकाले त्यसलाई इम्प्लिमेन्ट र एक्जिक्युट गरेको हिसाबले चाहिँ अलिकति थोर बहुत राम्रो देखिएको। मेरो पोइन्ट के हो भने, हो नेपाल बन्दैछ, तर नेपाल हेज चेन्ज मोर देन यु थिङ्क भनेर तिमी बानेश्वरको चोकबाट त्यो बवरमलको त्यो पुलसँग पुगिसक्दाखेरि त्यो नेपाल तिम्रो कहाँको नेपाल हो? त्यस्तो नेपाल बन्दैन भाइ। त्यसरी नेपाल हेरिँदैन। नेपाल हेर्नु छ भने घुम तराईतिर जाऊ, यसकै यही बानेश्वरको यता साइडतिर हेर, गुको रास हुन्छ। मेरो घरको अगाडि ढल छ भाइ, 7 महिना भयो ढलमा बनेको छैन। नेपाल बन्दैछ, नेपाल बन्न टाइम लाग्छ। त्यसैले एउटा कुरा के हो भने, धेरै अखण्ड चुतियापा पनि नगरौँ जिन्दगीमा होइन। यसरी यो पुरै चिल्लो बाटो देखाएर जामेरपछि जाम, यहाँ जाम, यस्तो जाम हुन्छ। नेपाल बन्दैछ, केरा बन्दैछ, ट्राफिकको नियम बाल छैन। यदि यहाँ एक दिन यहाँ ट्राफिक यो के गरी लाइट हटाइदियो भने नि, यो सबैको मान्छेको सिभिक सेन्स नि गाडुले त्यो कन्डगरा नि हुनेवाला छ। कसैको सिभिक सेन्स छैन यहाँ। नदेखेको मैले अस्ति न्यु रोड देखेन, न्यु रोड कस्तो भएको थियो। पुरै बाइकहरू बाहिरै पार्किङ गरिदिने, मोजा कट्टु ब्रा पेन्टी सबै बाहिरै बेचिदिने, चटपटे 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 मोमो सब बाहिरै हुन्छ। त्यसरी नेपाल अहिले बनेको छैन र नेपाल बन्न धेरै टाइम लाग्छ। जबसम्म नेपालीहरूको दिमाग चाकबाट हटेर टाउकोमाथि आउँदैन तबसम्म नेपाल बन्दैन है। ल, थ्याङ्क यू सो मच।